Hello and good morning everyone. Welcome back to my channel. This is सुरक्षा नकर्मी अनि आज चाहिँ मैले भ्लग किन बनाउन लागिरहेको छु भने चाहिँ आज चाहिँ न्यू इयर को अवसर पारेर चाहिँ मैले भ्लग बनाउन लागिरहेको छु। मेरो पुरानो च्यानल चाहिँ के भयो हैन, इट्स मी सुरक्षा वाला च्यानल चाहिँ ब्लक भयो के। त्यसैले चाहिँ न्यू च्यानल न्यू इयर हैन, अब यस्तै हो। अब च्यानल पुरानो च्यानल चाहिँ के भयो के मलाई थाहा नि भएन, ब्लक भयो। मेरो कति राम्रो राम्रो मेमोरी, कति राम्रो राम्रो भिडियोहरु थियो है। अब कस्तो नरमाइलो लागिरहेछ। त्यो मैले कति बनाउने पनि कोसिस गरे हैन, तर खोइ के भयो बन्दै बनेन। सो पुरानो कुरालाई अब के गर्नु, अब हराएपछि त चित्त बुझाउनै पर्यो हैन। अनि मैले चाहिँ अब न्यू च्यानलमा नै राख्छु सबै भिडियोहरु। पुरानो च्यानल त अब यसै नै गायब उसै नै गायब भइहाल्यो। अनि आज चाहिँ मैले यो भिडियो किन बनाउन लागिरहेको छु भने चाहिँ आज चाहिँ न्यू इयर, ह्याप्पी न्यू इयर एभ्रीवान। ह्याप्पी न्यू इयर भन्दै सानो ह्याप्पी न्यू इयर। हामी चाहिँ अब म चाहिँ अघि नै उठेको थिएँ, अघि नै 6 बजे उठेर नुहाइधुवाइ गरेँ। अब यताउति काम गर्दा चाहिँ भ्याइँदैन नि त भिडियो बनाउन। अनि मैले चाहिँ अहिले चाहिँ टाइम निकालेर भिडियो बनाउन लाग्छु। अब मम्मी चाहिँ मन्दिर जान लाग्नु भएको छ माथि। हाम्रो अब हामी भक्तपुरेहरूको त त्यही त हो नि हैन, पूजा आजा यताउति भइहाल्छ। अनि मम्मी चाहिँ अब माथि रथ र लिङ्गोमा पूजा गर्न जान लाग्नु भएको छ। अनि म चाहिँ अब पकाइतुलाई गर्नुपर्छ। यस्तै हो साथीहरू, न्यू इयर भए पनि काम त गर्नै पर्यो। अब मैले चाहिँ मम्मीको गाली खाने बेला हुन लागिसक्यो हैन, कति मोबाइल 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 भनेर गाली खाने बेला हुन लागिसक्यो। हाम्रो स्पाइडरम्यान पनि हुनुहुन्छ यहाँ। अनि अब गाली खानुभन्दा म गइहालेँ माथि जान्छु। अब मेरो कामहरू पनि छ। मम्मी नै अब मन्दिर निस्किन लाग्नु भएको छ। नानी र मम्मी अनि बाबु जान्छ होला। नानी मम्मी अनि बाबु जान्छ होला। म त अब दिउँसो मात्रै जान्छु जात्रा हेर्न। अनि हजुरहरूलाई एकदम रमाइलो भक्तपुरको एकदम रमाइलो जात्रा, पिस्का जात्रा देखाउँछ हजुरहरूलाई हैन। अब म चाहिँ माथितिर लागे। तिमी हिँडेको हिँडे नगर न सानो, एक ठाउँमा ज्ञानी भएर बस त। एक ठाउँमा ज्ञानी भएर बस। अहिले आमाको गाली खाइन्छ हेर, हिँडेको हिँडे गऱ्यो भने। के वाट मम्मी कता जानुभएछ? स्पाइडरम्यान चाहिँ अब फेरि के गर्नु, न्यू इयर न्यू स्पाइडरम्यान। हजुर तिमी पनि जाने हो मन्दिर? बाजा बज्न थालिसक्यो है साथीहरू। ल है हाम्रो भक्तपुरमा है, भक्तपुर दुवाकोट। मम्मीहरू चाहिँ अब मन्दिर जानलाई रेडी हुनु भइसक्यो। माथि रथ र लिङ्गोमा पूजा गर्नुपर्छ। हामी नेवारहरूको, भक्तपुरको नेवारहरूको चाहिँ कम्पलसरी नै हो। अब मम्मी र नानी चाहिँ जानुहुन्छ। अनि म चाहिँ खानेकुराहरू बनाएर बस्छु। अब यस्तै हो साथीहरू, न्यू इयर भयो नि के गर्नु, काम गर्नै पर्यो। गाह्रो छ है, गाह्रो। यहाँ चाहिँ स्पाइडरम्यान छ है, उसको न्यू इयरको ज्याकेट देखाइछ मलाई। ल तपाईँहरू बिस्तारै जानु ल, बिस्तारै जानु तल। राम्रोसँग पूजा गरेर आउनु। हस्। मम्मी र नानी चाहिँ निस्किनु भइसक्यो माथि भक्तपुरको लागि। अब म चाहिँ मेरो यताउता काम सघाउँछु। अनि बाबु र म चाहिँ घरमै बसेँ। मेरो साथी हो यो, मेरो दोस्त, मेरो यार। अब काम सकाएपछि अब को आउनुहुन्छ, सानो हजुरआमा ठुलो हजुरआमा, अब को आउनुहुन्छ हेरौँ हैन। अनि दादा भाउजूलाई नि बोलाएको थियौँ हामीले, आउँछु भन्नु त भएको छ। अनि सङ्गीतालाई र भाइलाई पनि बोलाएको थिएँ आऊ है भनेर। हिजो बेलुका फोन गरेँ। अब अस्ति नै फोन गर्न लागेको थिएँ, अस्ति नै अलिक भ्याइनँ के, अफिसको काम यताउता भयो नि त। अनि हिजो चाहिँ मैले बेलुका फोन गरेँ। अब एक दिन अगाडि मात्रै फोन गरेँ भनेर रिसाएर आउँदैन कि जस्तो डर पनि लागिरहेछ। तर आई थिङ्क आउनुहुन्छ सबैजना। अब त्यही हो, हजुरहरू पनि पिस्का जात्रा हेर्न आउनु। हाम्रो वैशाख 5 गतेसम्म हुन्छ है जात्रा चाहिँ। मैले चाहिँ बिहान उठेर अब यताउता काम गरिसकेँ हैन, तरकारी काटकुट गर्नुपर्ने गरिसकेँ। मेरो अहिले हाम्रो किचन चाहिँ अलिक भद्रगोल छ कि, किनभने भर्खर बनाएको छौँ नि त। यो ऱ्याकहरू ठोक्नै बाँकी छ। अब यहाँ ल साथीहरु पापड पुराउँदैछु अहिले चाहिँ म
बाबु तल गएको छ नानीसँग खेल्छु भनेर त्यो यहाँ बस्यो भने पनि चकचक चकचक गर्ने हो उसको छेउमा चाहिँ उसलाई राम्रो गर्नुपर्छ क्या अनि मक्ख पर्छ नरिसाइकन बस्छ उसलाई नराम्रो भनेको त रिसाएर यस्तो रिसाउँछ कि डेन्जर रिस छ नि फेरि मेरो छोराको त के गर्नु गाह्रो छ है यस्तै हो साथीहरू बच्चाहरूलाई फकाउनुपर्छ माया नै गर्नुपर्छ केही नराम्रो गर्यो भने गाली पनि गर्नुपर्छ माया नै गर्नुपर्छ बच्चाहरूलाई चाहिँ मेरो चाहिँ लगभग काम सकिसक्यो साथीहरू अब खाना मात्रै बाँकी हो अब मम्मीले चढाउनु हुन्छ त्यसपछि खानी मम्मी अघि नै आउनु भयो हो मैले चाहिँ भिडियो बनाउनु भ्याइरहेको थिइनँ कि यताउता कामले गरेर अनि मम्मीले मलाई टिका हेर्नु अब जस्तो बाबु लगाइदिनु भएछ ठिकै छ केही छैन मम्मी छिटो चढाउनै खानुपर्छ हाम्रो चाहिँ अब भोज खाने कार्यक्रम सुरु हुन लाग्यो है साथीहरू त्यस्तै हो अब 12 बजिसकेको छ समय बजी पहिला खाऊँ त्यसपछि खाना बनाएर खानुपर्छ खाना त अझ पाकै छैन हाम्रो त हाल्दैछु ल है साथीहरू फाइनल्ली बिहानभरिको मेहनत यही हो 12-15 भइसकेको छ मम्मी चाहिँ ठ्याक्क हजुरआमा आउनुभयो अरे अनि मम्मी चाहिँ ल म लिन जान्छु तिमीहरू खाँदै गर भन्नुभयो अनि त्यही भएर अब हामी चाहिँ खाना लगाएको भोक लागिसक्यो एकदम लास्टै साथीहरू म चाहिँ सानो हजुरआमालाई पुऱ्याएर होइन जामियाएर अब कसरी जात्रा हेर्न जानु भएको हेरौँ अब के हुन्छ सेम है यिनीहरूलाई त मितै लगाइदिनु पर्छ क्या हो र है फेरि दिदीबहिनीको छोराछोरी भयो नि त ईशान जन्मिँदै लड्यो नि ईशा पनि त्यही हस्पिटलमा ईशानको डेलिभरी हुँदै थियो ईशा दौडिरहेको थियो चिप्ले टायर हुन्छ नि चिप्ले लडेर ल फाइनली अब चाहिँ हामी जात्राको लागि निस्किन लाग्यौँ साथीहरू कति बज्यो 6 बजे है निस्किने भन्दा भन्दै यस्तै हो अलिअलि काम यताउता पानी पऱ्यो झन् अब हामी चाहिँ निस्किँदैछौँ यहाँ हेलमेट होल्डर राखौँ भन्नु नराखौँ होला अझै समिताले नै भिडियो बनाउँछ अरे अब नयाँ च्यानलमा आउँछ कि भ्लग अब नयाँ च्यानलै क्रिएट गर्नुपर्ने भयो नि त्यो च्यानल त फिर्ता आउला जस्तो लागेन मलाई त त्यस्तो राम्रो भिडियो थियो हाम्रो है गोर्खादेखि लिएर चितवन सबै ठाउँको थियो तर के गर्नु यस्तै छ ल अब हामी चाहिँ निस्किन लाग्यौँ है साथीहरू मेरो भाबी जान अब हामी चाहिँ निस्किन लाग्यौँ मेरो अब न्यू च्यानलमा आउँछ है भ्लग देखिहाल्छ पार्किङ चाहिँ यही बाटो रहेछ है कता हामी चाहिँ भक्तपुर आइपुग्यौँ साथीहरू हामी कहाँ आइपुग्यौँ भन्दाखेरि चाहिँ भक्तपुर दरबार स्क्वायरमा आइपुगेका छौँ मास्क चाहिँ खोल्नु पर्ने ए म त मासै लागेन मैले मेरो भनेको रे के आज त्यो त मेरो मासै छैन बोल्नु चाहिँ पर्ने यस्तो गरेको
तर यहाँ त त्यति हुल छैन अब उता चाहिँ हुन्छ कि लास्टै हुल यहाँ त धन्न बच्चाहरू पिछा लागेन है बच्चाहरू पिछा लाग्यो त म त ल्याउँदिनँ थियो आफूलाई त कसले सम्हालेछ यार यस्तो भिड हुन्छ यहाँ त नर्मल छुट्टीको दिन जस्तै यहाँ पो छैन त उता हुन्छ सिन्दुरे जात्राको दिन चाहिँ हुन्छ होला कि यता यहाँ हुँदैन नि सिन्दुरे जात्रा त उता हो के भन्छ छिमीमा हो कस्तो दामी देखायो क्या भिडियोमा क्या कस्तो राम्रो देखाएर नि यता हेर त है क्लियर क्या खुल्ला क्या है हामी चाहिँ आइपुग्यौँ है हाम्रो नयाँ जोडियो लभबर्ड्स हिँड्दै हुनुहुन्छ अगाडि लभबर्ड्सहरू रे क्या लभबर्ड्स हिँड्दै हुनुहुन्छ हाम्रो नयाँ बेहुला बेहुली हामी चाहिँ दुईजना सिङ्गल हो है भन्ने सिङ्गल लाइफ रक हो कि क्या हजुर है हामी चाहिँ 5 तले मन्दिर आइपुग्यौँ अब चाहिँ भिड सुरु हुन्छ यहाँबाट चाहिँ पानी परेर चाहिँ जे होस् क्लियर भयो कि अघि पानी परेको थियो मलाई पानी पर्दा त ला आज जात्रा हेर्न जानु पाइँदैन क्या हो जस्तो फिल भइरहेको थियो होइन तर त्यस्तो भएन ल है अब चाहिँ जात्रा सुरु भए जस्तो फिल भइरहेछ मलाई चाहिँ अब चाहिँ त्यस्तो अनि छैन है पानी परेर नि होला क्या बाजाको साउन्ड पनि सुन्दैछ है साथीहरू के भयो माछा मारे चाहिँ एउटा भाइले चाहिँ अब चाहिँ आइपुग्यो यहाँ आएपछि चाहिँ जात्रामा आए जस्तो फिल भइरहेछ है मलाई यहाँनिर क्या आज ल है अब चाहिँ मान्छेहरू देखिन थालिएको छ है साथीहरू ल है अब चाहिँ रमाइलो हुँदैछ है साथीहरू यो बाजा चाहिँ एकदम रमाइलो लाग्छ मलाई सबभन्दा मनपर्ने चाहिँ बाजै हो सकिन्छ होला माई गड कति तरिका यहाँ त अब जोगिनै गाह्रो हुन्छ क्या हाइट बामपुरको छु म होइन अलि हाइट छैन कतातिर हो मैले भ्याउँदिनँ हौ एउटा चाहिँ अलिअलि भयो नि देखेको छ है साथीहरू अलिक उता जानलाई त गाह्रै पर्छ जस्तो चाहिँ मान्छे कन्फिडेन्ट यहीँबाट हेर्दा ठिकै हुन्छ उता ढलाउँछ जस्तो छ तर भिड हेर न जान सकिन्छ कि है खासै भिड त छैन ल है साथीहरू हेर्नु सबको हातमा मोबाइल देखिन्छ मेरो मात्र हातमा मोबाइल हराउने सोचेको मेरो एकजना साथी क्या होइन कहिले 2 वर्ष अगाडि हेरेको लिङ्गमा माथि छ क्या नि टपसम्म अर्जुन सेल्फी किङ भनेर नाम आएको थियो कि सेल्फी किङ थियो कि टपमा गएर सेल्फी खिच्यो कि यस्तो अनि ओर्लेपछि त्यस्तो गाली गऱ्यो जस्तो लागिरहेको
त्यहाँ त कस्तो पेले के है ठ्याक्क झन् रस ल्याउने बेला छैन म त अचार के गएर एक ठाउँमा एकजना मान्छेको थिन्ने बाटो भयो भने छोड्यो हामीले त्यही भन पुरै कुचुक्क के म त अचारै भए जस्तो फिल भइरहेको छु नि त यहाँ मान्छे ठिकै छ अब बिस्तारै निस्किने अलिक घुम्नुपर्छ हाम्रो गयो भने चाहिँ हुलमुल यता आउनु यता जात्रा भाइब्स तर साँच्चै होला त्यो अघि न त म दौडिनै भएन कुद्नै भएन मान्छेले पेलेर मलाई त यता पुऱ्याइदिएर यस्तरी ढकाले हो कि हो नि डर हुन्छ यार भन्न सकिन्न हात नभएको लिङ्गो चाहिँ यहाँ छ है साथीहरू बल्ल बल्ल भिड कटेर आयो नि यहाँ चाहिँ अलिक होलो छ यहाँ चाहिँ त्यति मान्छे छैन तपाईँले नि रड तान्नुभयो भनेपछि तपाईँको नि योगदान छ एकदम ठुलो योगदान अलिकति छोको मात्रै ठुलो योगदान छ अरे क्या लिङ्गो होइन रड चाहिँ तानिरा लिङ्गो त ढलिहाल्यो नि त्यही त है कस्तो दौडेर आयो त्यो मान्छेहरू फेरि गाह्रो भएन अघि त लास्ट पहिला जस्तो मान्छे होइन तर पेले हो नि त लास्ट चाहिँ भयो कि रड तान्ने मान्छे चाहिँ यता आइदियो नि त हामीलाई गाह्रो भइसकेको छ ठ्याक्कै लिङ्गो ढलिसक्थ्यो नि हामी चाहिँ टाइममै आएछौँ तर लिङ्गो ढल्दाखेरि दिनै पाएन यार मलाई यस्तो पेल्यो कि लिङ्गो चाहिँ मलाई त त्यही मलाई अनि कस्तो पेल्यो नि त अनि मान्छेहरू ल है हामी बल्ल बल्ल 5 तले मन्दिर आइपुग्यौँ हाम्रो प्रवीण दाई चाहिँ कहाँ हुनुहुन्छ भनेर हेर्नु पर्यो फर्स्टवाला भर्याङमा भनेको कि कहाँ भन्दै हुनुहुन्थ्यो हेर त साहा घुमाउ त कहाँ हुनुहुन्छ हाम्रो प्रवीण दाई कहाँ जानुभएछ त प्रवीण दाई उहाँ प्रवीण दाई देखेँ मैले दाई देखेँ साहा घुमाएको देखेँ आज ल है हामीले चाहिँ हाम्रो प्रवीण दाईलाई नि भेट्यौँ ल प्रवीण दाई हेलो भनिदिनु न त हेलो भनिदिनु न त प्रवीण दाई कसले यस्तो भिडमा हिँडेपछि है अनि पानी कत्रो पर्यो तिन दाई पायो घुमाएको हेरेर कस्तो मजाले है नाचेको जिउदुदो है भोलिपल्ट अब चाहिँ हामी फर्किन लाग्यौँ है साथीहरू 7 बजिसक्यो अब फेरि दाई भाउजूलाई जानुपर्छ सङ्गीता त आज यहीँ बस्छ त्यो खाएर मस्टिल भएर बसेको त्यो बेला राम नि आएको थियो तपाईँकोमै खाने हामी मैले यो कुरा पनि भन्छु भनेको थिएँ मलाई भन्यो भने तर भनेन के म भाइयो भनेर कहाँ खोज्नु तपाईहरुले कस्तो अनि है अजीब के छ पासवर्ड 1 2 3 होला इमेल आइडी
इमेल आइडीको पासवर्ड है बिर्सिसक्यो लेस क्यापिटल ओ यति चाहिँ भन्नुभयो इन्टरनेट वाला ल बर्ड्स आज छुट्टी भोलि छुट्टी लिने भनेर सोचिरहेको थिएँ मैले अस्ति पनि तपाईँ शनिबार पनि जानुभयो जस्तो लाग्दा त्यही के गर्ने अब आफ्नो काम गर्नु पर्यो रबिन सरको त्यो सोलो त्यो नस्ते चलिरह होला नि खै अब कसरी हो त्यो फाइनली साथीहरू आजको दिन चाहिँ जे होस् एकदम साथ दियो मेरो रेबेका डार्लिङले अब मेरो रेबेकालाई पनि रेस्ट गर्न दिउँ होइन हामी चाहिँ भर्खर पसल गएर आएको अलिकति काम परेर अब त्यही हो खाइपी गर्ने हो अनि त्यसपछि रमाइलो गर्ने हो एकछिन सङ्गीत आज यहीँ बस्यो धन्न एकदम खुसी लागिरहेको छ दाइ भाउजू चाहिँ जानुभयो कि दादा भाउजू जानुभयो अनि हजुरआमा पनि जानुभयो सङ्गीता चाहिँ बसेको छ यहीँ चाहिँ जम्मै आजको न्यु इयर हिङ्गुवा वाइनसँग गऱ्यो क्या आजको न्यु इयर हिङ्गुवा वाइनसँग गऱ्यो क्या मबी सुकेकै थाहा नभएको क्या अनि आइपुगेको साथीहरू जात्रा हेरेर रमाइलो भएको छ है एकदम तिमीहरूलाई लगेको भए त म त झन्डै अचार भएको थिएँ साथीहरू अहिले चाहिँ 9:30 बज्यो जात्राबाट फर्किँदा चाहिँ त्यस्तै 7:30-8 भइसकेको थियो अनि दादा भाउजू चाहिँ फर्किनु भयो घर अनि म र सङ्गीता चाहिँ फेरि एकचोटि पसल गयौँ कि उता सल्लाहघारी पसल गएर अनि पसलको सटरमा तालचा लगाएर चाहिँ हामी फर्क्यौँ अनि फर्केपछि खानासाना खायौँ खानासाना खाएर अब चाहिँ सुत्न तयारी गर्दैछौँ सो अब चाहिँ हामी सुत्न लागिसक्यौँ त्यसैले गुड नाइट एभ्री वान ह्याभ अ स्विट ड्रिम टेक केयर एन्ड लभ यु अल